मान्छे अहिलेको दुनियाँमा नि जसोतसो गरेर बाँच्न सक्छ, हर कुरा बिना बाँच्न सक्छ। तर तपाईँलाई थाहा छ एउटा कुरा चाहिँ यस्तो धेरै अनिवार्य भइसकेको छ मान्छेको जिन्दगीमा होइन, त्यो बिना चाहिँ बाँच्न सक्दैन। तपाईँलाई के लाग्छ भन्नुहोस् त त्यो कुरा चाहिँ रहेछ नि स्वार्थ। मान्छे हरेक कुरा बिना बाँच्न सक्छ अहिलेको दुनियाँमा, तर स्वार्थ बिना बाँच्न सक्दैन। सायद त्यसैले गर्दा होला भनिने गरिन्छ, हाम्रो हजुरबुवा हजुरआमाले भन्ने गर्नुहुन्छ, हामी अहिले कलियुगमा छौँ भनेर। त्यसकै लागि भन्नुहुन्छ होला। अहिले मान्छे यति धेरै स्वार्थी भइसकेको छ, यति धेरै स्वार्थी भइसकेको छ, यहाँ हरेक पाइलामा, बोलेको हरेक शब्दमा, हरेक कुरामा मात्र स्वार्थ झल्किन्छ, अरू केही झल्किँदैन। मान्छे स्वार्थी भएन भने चाहिँ मर्छ जस्तो लाग्छ, स्वार्थी भएर चाहिँ मान्छे बाँच्नु पाएको छ जस्तो लाग्छ। तपाईँलाई कस्तो लाग्छ भन्नुहोस् न, कमेन्ट गर्नुहोस् ल।